त्रिवी क्रिकेट मैदान नेपाल क्रिकेटको धेरै लामो समयदेखिको घर। यस मैदानले नेपाली क्रिकेटको एक अध्याय देखेको छ। सुरुवातदेखि विभिन्न उतार चढावहरूसम्म, डिभिजन 5 देखि विभिन्न उमेर समूहका प्रतियोगिताहरूसम्म, पुरुष क्रिकेट र महिला क्रिकेट, एसिया कप पुग्दाको खुसीदेखि लिएर नेपाल प्रिमियर लिगको ऐतिहासिक पहिलो संस्करणसम्म त्रिवी क्रिकेट मैदान यी सबै कहानीहरूमा प्रमुख पात्र बन्दै आएको छ। अब नेपाल क्रिकेटको यो घरले एउटा पूर्ण नयाँ स्वरूप प्राप्त गर्दैछ। अहिले हामीले नेपाल सरकारको निर्णय बमोजिम प्यारापेट निर्माण अन्तर्गत जुन ठाउँमा यो 300 दिनभित्र गर्नुपर्ने भनेर हामीले जुन सुरुवात गरेका थियौँ, त्यसमा पूर्व तयारीकै कामहरूमा धेरै समयहरू व्यतीत भएर सम्झौता गर्ने दिनमा 66 दिन प्यारापेट निर्माणको लागि र फ्लड लाइटको लागि चाहिँ 63 दिन रहेको थियो। त्यो गर्दै गर्दाखेरिको अवस्थामा अलिकति अब खाली रहेको ठाउँमा मात्र काम गर्दाखेरिको अवस्थामा सजिलो हुन सक्ला, सबै भत्काएर काम गर्दाखेरि लङ टर्ममा गर्नुपर्ने जुन हाम्रो प्लान छ त्यसमा गरौँला भन्ने हिसाबले गरेर हामीले अहिले हेर्दै हुनुहुन्छ पूर्वतर्फको खाली ठाउँ र पूर्वतर्फको खाली ठाउँमा चाहिँ 2वटा ब्लक र पश्चिमतर्फकोमा चाहिँ 6वटा ब्लक गरेर जम्मा 8वटा ब्लकको लागि 10,000 सिट क्षमता रहने 10,000 सिट जडान गर्ने सक्ने गरी हामीले प्यारापेट निर्माण गरिरहेका छौँ र फ्लड लाइटतर्फ चाहिँ हामीले 6वटा फ्लड लाइट डिजाइन गर्ने कुरा यसको आवश्यकता अनुसारले इन्टरनेसनल क्रिकेट काउन्सिलले जुन स्ट्यान्डर्ड राखेको छ त्यो अनुसारको यहाँ लुमेन भनौँ अथवा त्यो उज्यालो ल्याउनको लागि चाहिँ 6वटा फ्लड लाइट राख्नुपर्ने अवस्था थियो। त्यो फ्लड लाइट अनुसारको चाहिँ हाम्रो ग्राउन्ड लेभलबाट 55 मिटर जानुपर्ने अवस्था देखियो त्यो पिच लेभलबाट। त्यो पिच लेभलबाट चाहिँ 6वटा फ्लड लाइटको लागि आवश्यक पर्ने पूर्वाधार सहित हामीले काम अगाडि बढाइरहेका छौँ र यो काम गर्दै गर्दाखेरिको अवस्थामा दोस्रो चरणमा गर्नुपर्ने कामहरूको लागि भत्काउनु नपरोस् र अहिले पहिलो चरणमा काम गर्नुपर्दाखेरिको अवस्थामा पहिलो चरणमा गरेको काम चाहिँ सम्पूर्णता पाओस् भन्ने हिसाबले हामीले काम अगाडि बढाइरहेका छौँ। प्याराफिट साइडमा चाहिँ तपाईँको अहिले निर्माण कार्य चाहिँ निरन्तर रूपमा चलिरहेको छ। त्यसमा चाहिँ तपाईँको हाम्रो इस्ट साइड र वेस्ट साइड भनेर 2वटा साइडहरू छुट्याएका छौँ। इस्ट साइड भनेको चाहिँ तपाईँको 23,000 स्क्वायर फिट एरिया, जसलाई भिआइपी एरिया पनि भनिन्छ भने वेस्ट साइड भनेको 60,000 स्क्वायर फिट एरिया छ। हामी इस्ट साइडमा चाहिँ 2वटा ब्लकहरू छन् हाम्रो एक्सपान्सन जोइनले छुट्याएका। ती ब्लकहरूमा चाहिँ एउटा ब्लकको चाहिँ हामी डन्डीको काम गरिरहेछौँ फर्मवर्क सकेर भने, अर्को ब्लकमा चाहिँ हामी चाहिँ अहिले फर्मवर्कका काम गरिरहेका छौँ। हाम्रो त्यो कार्य प्रगतिका हिसाबले त्यसलाई हेर्ने हो भने चाहिँ हामीले एउटा ब्लकलाई 12 गते र अर्को ब्लकलाई 15 गते कास्टिङको सेड्युल राखेका छौँ। त्यो कास्टिङ भनेको चाहिँ तपाईँको कुर्ची राखिनुभन्दा अगाडिको अन्तिम कास्टिङ हो र त्यो कास्टिङभन्दा माथि चाहिँ हामी सिधै कुर्ची राख्छौँ भने वेस्ट साइडमा चाहिँ हाम्रा 6वटा ब्लकहरू छन् एक्सपान्सन जोइनले छुट्याएअनुसार। ती 6वटा ब्लकमध्ये हामी एफ ब्लकबाट चाहिँ सम्भवतः भोलि अथवा पानीले अलिकति दुःख दियो भने पर्सि हामीले कास्टिङ सुरु गर्दैछौँ भने निरन्तर रूपमा चाहिँ निर्माण कार्य अगाडि बढिरहेको छ। टोटल चाहिँ 6वटा फ्लड लाइट हो इन्स्टल हुने भनेको ग्राउन्डमा। सबै चाहिँ हाम्रो 60 डिग्री एङ्गलमा 6वटा गरेर चाहिँ टोटल ग्राउन्डभरि नै तपाईँको हुन्छ। त्यो अनुसारको चाहिँ अब अहिलेको स्टेजमा हेर्दाखेरि चाहिँ हाम्रो सिभिलपट्टिको काममा चाहिँ फाउन्डेसनको कामहरू चाहिँ अलमोस्ट कम्प्लिट हुन लागिसकेको छ र अब त्यसपछि माथिको अब इलेक्ट्रिकलको कामहरू चाहिँ अब केही दिनमा चाहिँ अब हाम्रो हाइमास्टको पोलहरू र लाइट्सहरू आएपछि त्यसको इन्स्टलेसनहरू चाहिँ अब सुरु हुन्छ। बाँकी अब हामीले फ्लड लाइटको डिटेलपट्टि जाँदाखेरि चाहिँ टोटलमा चाहिँ हाम्रो सुरुमा चाहिँ हामीले पाइलिङको काम गरेको थियौँ। फ्लड लाइटकोमा काम गर्दाखेरिको अवस्थामा हेर्ने हो भने अब हाइमास्ट आउने क्रममा रहेको छ र उहाँहरूले फ्लड लाइटसँगको लागि चाहिँ आफ्नो आन्तरिक कार्यक्रम अगाडि बढाउनु भयो र त्यसको पनि कामहरू सुरु गर्नुभएको भने हामीले जानकारी गराउनु भएको छ। त्यो हिसाबले हेर्दाखेरि साइडमै काम हेर्ने र हाई मास्टको चाहिँ अब आउने अवस्थामा रहेको गर्दाखेरिको अवस्थामा 40% को हाराहारीमा हाई मास्ट आउने गरी हेर्दाखेरिको अवस्थामा चाहिँ 40% को हाराहारीमा काम भएको भन्न सकिएला। फ्लड लाइटतर्फ चाहिँ 60% को भन्दा माथि चाहिँ प्यारापेटतर्फ चाहिँ 60% भन्दा माथि चाहिँ काम भएको अवस्था छ।
प्याराफिट साइडमा चाहिँ तपाईँको अहिले निर्माण कार्य चाहिँ निरन्तर रूपमा चलिरहेको छ। त्यसमा चाहिँ तपाईँको हाम्रो इस्ट साइड र वेस्ट साइड भनेर दुईवटा साइडहरू छुट्याएका छौँ। इस्ट साइड भनेको चाहिँ तपाईँको 23,000 स्क्वायर फिट एरिया, जसलाई भिआइपी एरिया पनि भनिन्छ भने वेस्ट साइड भनेको 60,000 स्क्वायर फिट एरिया छ। हामी इस्ट साइडमा चाहिँ दुईवटा ब्लकहरू छन् हाम्रो एक्सपान्सन जोइनले छुट्याएका। ती ब्लकहरूमा चाहिँ एउटा ब्लकको चाहिँ हामी डन्डीको काम गरिरहेछौँ फमोक सकेर भने, अर्को ब्लकमा चाहिँ हामी चाहिँ अहिले फमोकका काम गरिरहेका छौँ। हाम्रो त्यो कार्य प्रगतिका हिसाबले त्यसलाई हेर्ने हो भने चाहिँ हामीले एउटा ब्लकलाई 12 गते र अर्को ब्लकलाई 15 गते कास्टिङको सेड्युल राखेका छौँ। त्यो कास्टिङ भनेको चाहिँ तपाईँको कुर्ची राखिनुभन्दा अगाडिको अन्तिम कास्टिङ हो र त्यो कास्टिङभन्दा माथि चाहिँ हामी सिधै कुर्ची राख्छौँ भने वेस्ट साइडमा चाहिँ हाम्रा 6वटा ब्लकहरू छन् एक्सपान्सन जोइनले छुट्याएअनुसार। ती 6वटा ब्लकमध्ये हामी एफ ब्लकबाट चाहिँ सम्भवतः भोलि अथवा पानीले अलिकति दुःख दियो भने पर्सि हामीले कास्टिङ सुरु गर्दैछौँ भने निरन्तर रूपमा चाहिँ निर्माण कार्य अगाडि बढिरहेको छ। अहिले टोटल प्रोग्रेस हेर्ने हो भने चाहिँ प्रोजेक्टको चाहिँ अहिलेलाई चाहिँ हामी 40% प्रोग्रेस अराउन्डमा छौँ। तर मेन हाम्रो काम भनेको सिभिलपट्टिको कामहरूले चाहिँ टाइम बढी लिने भएकोले चाहिँ त्यो कामहरू चाहिँ लगभग हाम्रो सबै सकिन लागेको छ। अब बाँकीको काम भनेको हाम्रो फ्लड लाइटको इन्स्टलेसन र हाई मास्टको पोल डेलिभरी सँगसँगै हाम्रो प्रोग्रेस चाहिँ एकैचोटि चाहिँ अब साइटमा डेलिभरी भइसकेपछि चाहिँ प्रोग्रेस हाम्रो छिटै नै अब 70-80% चाहिँ पुग्न जान्छ। अहिले भनेको क्षमता यहाँ बढी भए पनि अहिले चाहिँ हामीले यो चरणमा 10,000 सिट चाहिँ जडान गर्छौँ। त्यो 10,000 सिट बेन्चभन्दा पनि सिट नै रहने हो र त्यो सिट चाहिँ हाम्रो नेपालमा नबन्ने भएको कारणले गर्दाखेरि भारतबाट आउने क्रममा रहेको छ। त्यही भएर दुईटै प्यारापेटबाट वेस्ट र इस्टमा जुन अहिले छ ब्लक, त्यो ब्लक गर्दाखेरिको अवस्थामा 10,000 सिट चाहिँ जडान हुन्छ। अहिले प्रारम्भिक चरणमा भन्दा पनि तपाईँको फर्स्ट फेज हो यो नेपाल सरकारको गुरु योजना अन्तर्गत परेको टियु क्रिकेट मैदानलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनको लागि गुरु योजनाभित्र परेको यो प्रथम चरणमा चाहिँ हामीले कन्ट्र्याक्ट पाए अनुसार चाहिँ अहिले चाहिँ हामीले 10,000 कुर्सी यहाँ फिट गर्छौँ भने अहिलेको लागि चाहिँ 10,000 क्षमताको यो प्याराफिट बन्दैछ। यसभन्दा पछाडि चाहिँ अब आगामी वर्षहरू अरू बन्ने कुरा यथावत छँदैछन्। अहिलेलाई चाहिँ अब हामीले पनि टार्गेट गरेको भनेको असार मसान्तसम्मै हो होइन। किनभने अब इन्स्टलेसनको यसो हेर्दाखेरि सुरुमा जुन हाम्रो टाइम फ्रेम थियो वैशाख 24 गतेभित्र सकिने होइन, त्यो चाहिँ विभिन्न कारणवश चाहिँ हामीले त्यतिखेर सकिएन। अब त्योतिर चाहिँ हाम्रो क्लाइन्टपट्टिबाट पनि कन्ट्राक्टरपट्टिबाट पनि सर्टेन अप्रुभलहरूको कुराहरू हुन्छ जसले गर्दाखेरि चाहिँ ढिलाइ भएको हो। र आजको दिनमा चाहिँ अहिलेलाई चाहिँ हाम्रो सिभिलपट्टिको जस्तो अहिले पनि हाम्रो आज पेरेसलको ढलान, राफ्टको ढलान तिनीहरूको कामहरू चाहिँ हुँदैछ। थोरै भए पनि अब हामीलाई पानी परेकोले प्लस जुन अगाडिको हाम्रो अप्रुभलहरू छ सर्टेन इक्विपमेन्ट्सहरूको लागि, लाइट्सहरूको, मास्टहरूको लागि, त्यो थोरै डिले भएको कारणले चाहिँ अब अहिलेलाई चाहिँ प्रोग्रेस हाम्रो त्यस्तो थोरै नै देखिएको छ। तर आउने दिनहरूमा चाहिँ अब हाम्रो कामहरू चाहिँ निरन्तर कुनै पनि समस्या आएन भने चाहिँ निरन्तर रूपमा अघि बढ्ने छ र असार मसान्तभित्रमा सकिने भन्ने कुरामा चाहिँ हामी आशावादी नै छौँ। अब यो मिडियामा आइसकेकै कुरा हो। सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रो शहरी विकास मन्त्रालयको सचिवज्यू लगायतको टिम र निर्माण व्यवसायीको दुवै निर्माण व्यवसायीका प्रतिनिधिहरूलाई बोलाउनु भएर कामहरू के कसरी अगाडि बढिरहेको छ, कहिलेसम्म सकाउनु सकिन्छ भन्ने हिसाबले गरेर उहाँले अब नेपाल सरकारको प्राथमिकता प्राप्त निर्णय भएको कारणले गर्दाखेरि यसले असारभित्र सकाउनुहोस् भनेर भन्नुभएको छ, सम्पन्न गर्नुहोस् भनेर। तर त्यसमा चाहिँ हाम्रो समझौता बमोजिमको जे प्रावधानहरू रहेको हो त्यो समझौता बमोजिमको प्रावधान बमोजिम सुरुमा दिएको हाम्रो म्याद भनेको यही 2082को वैशाखको 24 गतेसम्म थियो। तर त्यसमा बिचमा चाहिँ केही बर्खा भएको र केही डिजाइनहरू चाहिँ बर्खाको कारणले गर्दाखेरि र हाई मास्टर हो पनि 45 मिटर र 55 मिटरमा जाँदाखेरिको अवस्थामा केही डिजाइन परिवर्तन गर्नुपर्ने भएको कारणले गर्दाखेरि त्यो हेरेर प्यारापेटतर्फ हामीले जेठ 22सम्मको म्याद थपे गरेका छौँ र फ्लड लाइटतर्फ चाहिँ हामीले जेठ 30सम्मको म्याद थप गरेका छौँ।
अब हिजोका दिनमा त तपाईँको वैशाख 24 गते सक्ने भनेर एउटा 300 दिनको योजना अगाडि बढेकै थियो। विविध कारणवश ती सम्पन्न हुन नसकिसकेपछि प्रधानमन्त्रीज्यूले चाहिँ अहिले चाहिँ असारको अन्तिम साताभित्र चाहिँ अर्को साथीहरूले गर्नुभएको फ्लड लाइट र हाम्रो प्याराफिट दुईटै कार्य चाहिँ सम्पन्न गर्नु भन्नुभएको छ। त्यस हिसाबले चाहिँ हामीले जेठका महिनाभरिमा चाहिँ प्याराफिट कास्टिङ गर्ने र केही कुर्सीहरू ल्याइङ गरेर पनि सक्ने र असारका केही दिनहरू प्रयोग गरेर चाहिँ हामीले यो क्रिकेट मैदानको यो अहिले प्रथम चरणको प्याराफिटलाई चाहिँ नेपाल सरकारलाई हस्तान्तरण गर्दैछौँ। अब एक्सपेक्टेसन चाहिँ अब सबैले हामीलाई थाहा नै छ, यो फ्लड लाइटको भनेको हाम्रो काम चाहिँ भनेको सबै इन्टरनेसनल स्ट्यान्डर्ड अनुसारले चाहिँ सबै हामीले काम गरिरहेको छौँ। त्यसले गर्दाखेरि चाहिँ विभिन्न प्यारामिटर्सहरू हुन्छ जुनको लागि चाहिँ हाम्रो हातमा हुँदैन। अप्रुभलहरूको कुराहरू, लाइट्सहरू, पोलहरू सबै बाहिरबाट आउने भएकोले त्यसको डेलिभरी टाइम सँगसँगै हाम्रो प्रोजेक्टको प्रोग्रेस जोडिएको हुन्छ है। सो त्यो कारणले गर्दाखेरि एक्सपेक्टेसन चाहिँ हामीले सकेसम्म हाम्रो पनि टार्गेट भनेको काम सकेसम्म छिटोभन्दा छिटो सकाउने भन्ने कुरामै छ। तर जुन हिसाबले हामीले स्ट्यान्डर्ड मिट गर्नुपर्ने र कामहरू अगाडि को क्वालिटी पनि मेन्टेन गर्दै अगाडि बढ्नुपर्ने भएकोले गर्दाखेरि थोरै समय चाहिँ लागेको छ। अब त्योभन्दा बाहेक चाहिँ अब केही दिनमा हाम्रो नेक्स्ट 20-25 डेजभित्रमा चाहिँ पोलहरूको इन्स्टलेसनको कामहरू चाहिँ सुरु हुन्छ र त्यो लगत्तै अब लाइट्सहरूको अप्रुभल आए सँगसँगै अब हामीले लाइट्सको काम पनि सँगसँगै गर्छौँ। फिजिबल हुन्छ भन्ने हिसाबमा फिजिबल गर्छौँ भनेर निर्माण व्यवसायीले बोलपत्र हाल्नुभएको र सम्झौता गर्नुभएको हो र हामीले पनि सम्झौता गर्दाखेरिको अथवा जे शर्त थियो त्यो अनुसारले हो। त्यही पनि बिचमा केही अब सम्झौताको प्रावधान अनुसारले जे परिवर्तनहरू हुन गयो त्यसलाई सम्बोधन गर्ने गरी म्याद थप्यो र अहिले लाग्छ मलाई त्यो सम्भव छ, असम्भव होइन। यस्तो छ, तपाईँको नेपाली क्रिकेट समर्थक र जोसँग सरोकारवाला हुनुहुन्छ उहाँहरूलाई यो अनुरोध छ कि अहिले प्रधानमन्त्रीज्यूले भन्नुभएको असारको अन्तिम साताभित्र जुन भन्नुभएको छ त्यसका लागि चाहिँ कीर्तिपुर क्रिकेट ग्राउन्डको प्रथम चरणको 10,000 सिट क्षमताको प्याराफिट निर्माण कार्य सम्पन्न हुन्छ र हामी असारको अन्तिम साताभन्दा अगाडि यो नेपाल सरकारलाई यो सम्पन्न गरेर बुझाउन तयारी छौँ, हामी बुझाउन सक्छौँ। अहिले मुख्य रूपमा चाहिँ अब यो आयोजनाको पहल नै क्रिकेट सङ्घ नेपाल अथवा क्यानले सम्मानित प्रधानमन्त्रीज्यूसँग भेट गरेर आफ्नो कार्ययोजनाहरू बताउँदाखेरिको अवस्था सम्मानित प्रधानमन्त्रीज्यूबाट यो चाहिँ नेपाल सरकार आफैले यो स्टेडियम बनाउँछ भनेर सुरुवात गर्नुभएको कारणले गर्दाखेरिको अवस्थामा नेपाल सरकारको प्रतिबद्धता अनुरूप, नेपाल सरकारको निर्णय अनुरूप हामीले पहिलो चरणमा चाहिँ 10,000 सिट क्षमता र फ्लड लाइट जडान गर्छौँ र नेपाल सरकारले निर्णय गरे बमोजिम जुन हामीले गुरु योजना बनाएका छौँ त्यो गुरु योजना अनुसारको काम सम्पन्न गरेर अन्तर्राष्ट्रिय स्तरकै पूर्वाधार सहितको रङ्गशाला बनाउन हामी प्रतिबद्ध छौँ र त्यो चाहिँ हामी गर्छौँ भन्ने हिसाबमा नेपाली क्रिकेट जगतलाई यो रङ्गशालाले एउटा बाटो खोलेको र अन्तर्राष्ट्रिय रङ्गमञ्च चिनाएको कारणले गर्दाखेरि त्यही रूपमा हामीले काम अगाडि बढाउने प्रयास गरेका छौँ।